मेरो के कारणले ट्रेडिङमा ब्याक टु ब्याक लसेस भइरहेको छ। सो वेलकम ट्रेडर साथीहरू, 30 डेज फरेक्स ट्रेडिङ च्यालेन्जको आज डे 3। ओभरअल गोल्डको हायर टाइम फ्रेम 15 मिनेट र 5 मिनेटको ट्रेन्ड हेर्ने हो भने डाउन नै छ, तर 5 मिनेटमा यस्तो देखिन्छ कि प्राइसले मार्केट स्ट्रक्चर शिफ्ट गरेर हायर हाइज हायर लोज बनाएर अप ट्रेन्डमा जाँदैछ। तर मैले ओभरअल ट्रेन्डलाई कन्सिडर गरेँ, त्यसै अनुसार मैले 1 मिनेट टाइम फ्रेममा सर्ट ट्रेड बनाएँ। एन्ट्री हुने बित्तिकै प्राइस मेरो स्टप लसमा गयो र केही सानो माइनर पिप्सले मेरो स्टप लस हिट भएन र एट द इन्ड जसरी नि स्टप लस हिट गर्यो। अनि त्यसको केही समय मैले वेट गरेँ अनि फेरि अर्को 1:3 सर्ट ट्रेड पाएर एन्ट्री पनि लिगे। सुरुमा प्राइसले राम्रो मुभ्स दियो र मेरो फेभरमा पनि गयो र पछि रिभर्स भएर स्टप लस हिट गर्यो। 5 वटा ब्याक टु ब्याक लसेसको कारणले म अहिले -6% ड्र डाउनमा छु। जर्नल गर्ने बेला मैले यो रियलाइज गरे कि सायद मैले पहिलो ट्रेड फोमोमा लिएको हुनुपर्छ, किनभने 1 मिनेट टाइम फ्रेममा कुनै डाउन ट्रेन्डको सिग्नल थिएन। डाउन ट्रेन्ड बनुन्जेलसम्म मैले वेट गर्नुपर्ने थियो, तर मैले गरिन र दोस्रो ट्रेडमा म ग्रिडी भएको हुनुपर्छ। स्टप लस हिट भएपछि मेरो साइकोलोजी खराब भइसकेको थियो र मलाई आफूदेखि रिस उठ्न थाल्यो। त्यसैले मैले आफ्नो सिस्टम बन्द गरिदिए र ल्यापटपबाट टाढा बसे ताकि मैले र्यान्डम ट्रेड गरेर कुनै रङ डिसिजन नलिगोस्। वेल, तपाईहरूको हिजोको ट्रेडिङ कस्तो भयो कमेन्टमा बताउनु होला।